कहाँ तल जान्ला यताबाट बाटो छैन छैन यहाँबाट बाटो छैन बाटो छैन बाटो छैन छ यहाँ यताबाट छैन यहाँ छैन छ के भने छ भने छैन छ अप्ठ्यारो छ यहाँ अप्ठ्यारो छ हो जान सक्दैन यहाँ जान सक्दैन यो जान सक्दैन जान्छ लुक गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि म यसो बिहानी भएपछि यसो भ्लगहरू बनाउँदै हिँडिरहेको छु। भिडियोहरू के कस्तो लाग्छ हेर्नु होला, सब्सक्राइब गर्नु होला भन्दै के भने कहाँ तल जान्ला यताबाट बाटो छैन छैन यहाँबाट बाटो छैन बाटो छैन बाटो छैन छ यहाँ यताबाट छैन यहाँ छैन छ के भने छ भने छैन छ अप्ठ्यारो छ यहाँ अप्ठ्यारो छ हो जान सक्दैन यहाँ जान सक्दैन यो जान सक्दैन जान्छ बाटो छ ए ल है त ल के भने हो छ भने हो कि छैन भने हो कि ल ल ल ल यहाँबाट त सक्दैन है के होला बा यहाँ तलतिर जाँदैन हो ए अच्छा अच्छा ए बन्द पो रहेछ ल जाँदैन ल ल ल धन्यवाद। उहाँले जाँदैन भन्नुभएको रहेछ, मैले त नबुझिरह के भने ए ल हस् यहाँबाट जाँदैन अप्ठ्यारो हस् ल हस् म यताबाट गएर घुमेर जान्छु है ल हस् ए ल हस् हस् ए हस् हस् ल भन्नुभएकोमा धन्यवाद। अहिले भन्नुभएको थियो मैले के भने नबुझिरहेको गाइजहरू यहाँ यस्तो कुरा नबुझ्नु पनि धेरै अप्ठ्यारो के मैले यो बाटो जान्छ होला भनेर आएको तर गएन क्या यहाँबाट बाटो नै छैन रहेछ भन्न त सही कुरा भने हो तर बुझ्ने बेला अलिकति बुझिएन नि त मेरो आफ्नै कमजोरी हो नि त मैले चाहिँ हो यो ठाउँमा आइपुग्छ भन्ने केस गरेर आएको तर त्यहाँ अलिक कुरो मिलेन क्या त्यहाँ अलि नहुँदो रहेछ मैले चाहिँ यहीँ यता आइपुग्छ भन्दा गरेको त्यो चाहिँ माछा पोखरी हो यहीँबाट गएर त्रिशुलको हाइड्रो पावर सञ्चालन भएको छ यही पानीले यो चाहिँ 2007 सालमा निर्माण भएको भन्ने कुरो सुनिन्छ। अब हामी त जन्मेको पनि थिएन एकदम यो पिकनिक स्पोट हो अरू यहाँ एकदम पिकनिक लाग्नलाई मान्छेहरू आइरहन्छन्। तपाईँहरू पनि नुवाकोटको कुनै ठाउँमा घुम्न आउनु पऱ्यो भनेदेखि यता आउँदा हुन्छ क्या यहाँ एकदम रमाइलो छ हेर्नु न यतिको छ
यहाँ चाहिँ अहिले पानी सुकाएर चाहिँ बालुवा निकाल्नु हो वा के गर्नु हो। र पिकनिक लाग्ने ठाउँ चाहिँ प्रायः जसो यो यतापट्टि यो उहाँको ठाउँपट्टि नै लाग्छ पिकनिक चाहिँ। एकदम रमाइलो छ, यहाँ पानीहरूको व्यवस्था हुन्छ, यहाँ माछाहरू पालेको छ तलतिर। यहाँ ताजा ताजा माछाहरू पनि किनेर खान पाइन्छ। बिहान बिहान मान्छेहरू मर्निङ वाक गर्ने ठाउँ पनि हो यो एकदम। यहाँ हिउँ बर्खा सधैँ यत्तिकै रहिरहन्छ। यहाँ वातावरणहरू रुख बिरुवाहरू नि खासै पलाउँदैन। यहाँ चाहिँ यहाँ अब डुङ्गा हाल्ने भन्ने कुरो थियो, अब डुङ्गा चाहिँ अब खै अहिलेसम्म देखाइने थियो। यो बालुवा निकाल्न होला एकदम राम्रो छ। तलपट्टि माछा पाल्नेहरू कामहरू नि छ यतातिर। माछा पालेर यहाँ माछाहरू चाहियो भने पनि तपाईँलाई चिसो पानीको माछाहरू खानलाई यहाँ हुन्छ। ठाउँहरू पनि रमणीय छ। यो तलतिर हेर्दा यो देखिएको सबै माछा पालेको हो। यो माछा चाहिँ किन्न नि पाइन्छ यहीँ। यिनीहरू यो तलतिरको माछा पालेको ठाउँहरू सबै यो किन्न पाइन्छ माछाहरू। यहाँ केजीको कति पर्छ यो सबै। यो माछा पोखरी भनेको यही एरिया हो। माछा पालेर केजीको कति केजी हुन्छ र शनिबार र मङ्गलबार है कहिले कहिले बेच्छ यो माछा चाहिँ। यता चाहिँ यस्तो तालहरू छ। तपाईँहरूलाई कतै नुवाकोट घुम्न आउनु पऱ्यो र इन्जोय गर्नु पऱ्यो भने यो ठाउँहरू पनि आउनु सक्नुहुन्छ। अहिले चाहिँ बिहान नै भएर यहाँ अलिक उस्तो लाग्यो भएर राम्रो देखिएको छैन, तर दिउँसो चाहिँ एकदम रमाइलो छ यो ठाउँ। पिकनिक लाग्ने एकदम मेन ठाउँ पनि यहीँ पनि हो। यहाँ कति राम्रो उयोहरू छ। यहाँ बस्ने ठाउँहरू, पिकनिक खानालाई खेल्ने ठाउँहरू सबै छ। डुबोहरू रोपेको छ चौरमा, सबै कुरो राम्रो छ। यहाँ यस्तो राम्रो घर पनि छ यहाँ बस्नलाई। भन्दा भन्दै आज यहाँ पिकनिक स्पोटमा मान्छेहरू आइसकेको रहेछ नि कि। आज नि यहाँ पिकनिक लाग्ने ठाउँ छ है। हामी अहिले मिलन चौतारा आइपुग्यौँ। यहाँ यो चौतारालाई चाहिँ मिलन चौतारा भन्छ। यहाँ धेरै जोडीहरू मिल्न आउने भएर पनि होला सायद। यहाँ खेल्ने कुरो नि छ, अब खेल्ने यो पार्कहरू, जिमसिम गर्ने ठाउँहरू। यो चाहिँ ओडाले बनाइदिएको हो। यहाँतिर मान्छेहरू यतातिर अब डेटिङ आउनेबाट हरेक चिजमा आउँछ मान्छेहरू। घुम्न आउने, डेटिङ आउने, पिकनिक आउने, हरेक चिजमा मान्छेहरू आउने गर्छन्। एकदम रमाइलो ठाउँ पनि छ। हेर्दाखेरि कति हरियाली छ। अहिले चाहिँ बिहान नै भएर यो हुसी लाग्छ यतातिर, त्यही भएर खासै त्यति रमाइलो देखिने थियो क्या हुसी लगाइरहेको भएर। साथीहरू भिडियो हेर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। ल आजको भिडियोलाई यति नै ल। एकदम सर्टकट मिठो छोटो भिडियो है त। हस् त, नमस्ते।